भाइ यहाँ आज विभिन्न डिजाइन र स्टाइलको ल्याम्पहरू चाहिँ बाहिर झिकेर डिस्प्लेमा राखेको रहेछौ होइन? सबै ल्याम्पको बारेमा केही भनिदिन्छौ कि अलिअलि? सुरुमा यसको बारेमा भनिदिन्छु। यो स्पिनिङ मिल ल्याम्प हो होइन? यो स्पिनिङ मिल ल्याम्पमा चाहिँ हाम्रो 16वटा कलरहरू हुन्छ। अनि यो स्पिनिङ गर्ने हुन्छ। यसलाई यो स्मल साइज हो होइन? त्यसको हाम्रो लास्ट साइजमा पनि छ। लास्ट साइज भनेको यो हो, तर यसमा ग्लासहरू पाउनुहुन्न लास्ट साइजमा, स्मल साइजमा मात्र भएको हुन्छ। अनि हाम्रो अरू दुईवटा पनि छ। यो भनेको हाम्रो बक्स ल्याम्प हो। यसमा हामीले 4वटा फोटोहरू राख्न पाउँछौँ। यसमा अनि हाम्रो 3वटा कलरहरू पाउँछ। त्यसलाई हामीले स्विच गरेर पनि देख्न सक्छौँ। यसमा फोटोहरू चाहिँ इन्ग्रेभ गरेर, जस्तै हामीले ढुङ्गामा फोटोहरू कुदेर बनाए जस्तै गरेर बनाएको हुन्छ, जसमा हाम्रो स्पष्ट तरिकाले फोटोहरू देख्न सकिन्छ। अनि हामीले यसलाई बजारमा पाउने ल्याम्पको बल्बहरू ल्याएर पनि यसलाई बिग्रेपछि हामीले सजिलै बनाउन सक्छौँ। यसमा फोटोहरू हामीले स्पष्ट तरिकाले देख्नु हुन्छ, हामी देख्न सक्छौँ। जसमा यो चाहिँ हाम्रो बेल ल्याम्प हो। यसमा पनि हाम्रो 3वटा कलर पाउँछ। 3वटा कलरमा हामीले फोटोहरू पनि 3वटा राख्न पाउँछौँ, यसमा देख्न सकिन्छ। अनि हाम्रो यसमा चाहिँ बेल ल्याम्पलाई चाहिँ हाम्रो क्लासिकल डिजाइन भन्न सकिन्छ। यसमा चाहिँ हाम्रो माथिपट्टिको प्लेटहरू देख्न सकिन्छ। यस्तो राख्न सकिन्छ। यसमा कुनै पनि लेखेर यो बेल ल्याम्प चाहिँ यस्तो क्लासिक कप सेपमा बनेको हुन्छ। यसमा हाम्रो भित्र साइडतिर यस्तो यो रिङहरू पनि हालेको हुन्छ। यसमाथि चाहिँ हाम्रो 3D प्रिन्टिङ प्लेट हो। अनि यसमा चाहिँ हाम्रो यसलाई माथिबाट यो पनि रिपेयरेबल छ सजिलै? सजिलै रिपेयरेबल छ। यसलाई पनि माथिबाट खोलेर भित्रको बल्बहरूलाई हामीले बिग्रेको समयमा चेन्ज गर्न सक्छौँ। बजारमा बल्बहरू पाउँछ सजिलै।